Hello, good morning, Sewaro. Welcome to Savina's Chong vlog, everybody. आज चाहिँ हामी यो बारी सफा गर्न आइसकेका छौं र मेरो बहिनी खन्नु थालिसकेको छ। एकदमै बेसी घाँस रहेछ, हेर्नुस्। यो घाँसले चाहिँ हामी एकदम सफा पार्ने प्लानमा छु। हेर्दै जानुस् होला। तर मैले खन्दाखेरि चाम्रो भएर यस्तो जंगल भइसक्यो हाम्रो माथिको बारी। यो चाहिँ हाम्रो फदमचिन बजार छेउको बारी हो। यस्तो बेसी जंगल भएछ, यसलाई चाहिँ हामी एकदम सफा बनाउने प्लानमा छु। सो हेर्दै जानुस् होला र पछि कस्तो हुन्छ त्यो पनि देखाउने छु। र आज चाहिँ दोस्रो दिन हो र मैले अगाडिको भिडियोमा एकदमै झोर जंगल भएको बारी तपाईहरुलाई देखाएको थियौं र त्यो बारी चाहिँ आज यस्तो भइसकेको छ। हिजो हामीले आधा घाँस काटेर चाहिँ बारी खन्यौं है। अनि आज चाहिँ दिनभरि फेरि बारी खनेर चाहिँ आज बेलुकी पख चाहिँ हामीले यसरी यो जिलौटोहरु जलाउन थालिसकेको छौं। र यो मैले चाहिँ स्पिड खालको भिडियोहरु बनाएर चाहिँ तपाईहरुलाई देखाउने कोसिस गर्दैछौं है। सबै त भिडियोमा देखाउन सकिँदैन, धेरै लामो हुन्छ र त्यही कारणले मैले यो स्पिड खालको भिडियो बनाएको हो। र यसरी जिलौटो ढकाउँदै जाँदाखेरि चाहिँ धेरै रात परिसकेको छ है, साँझ भइसकेको छ र अहिलेको 4 बजिसकेको छ। अनि बहिनी चाहिँ घाँस काट्दैछ, म चाहिँ यसरी जिलौटोहरु जलाइदिएको। र हाम्रोमा टाइम चाहिँ एकदमै कम्ती छ। भोलि लास्ट हो बारी खन्नु। पर्सि त हामी क्यान्टोतर्फ लाग्नुपर्छ, फेरि हाम्रो ड्युटीहरु सुरु हुनेवाला छ। त्यही कारणले हामी धेरै साँझसम्म यहाँ बारीमा काम गरेर घरतर्फ लाग्यौं र कतिवटा भिडियोहरु हामीले बनाउन पाएन। जस्तै यो बारी खनेकोहरु मैले भिडियो बनाउन पाएन, किनभने धेरै हतार पनि थियो अनि मौका पनि पाइएन बनाउनु। सो जति पनि बनाएको छ तपाईहरुले हेरिदिनुस् होला। हाम्रो चाहिँ बस्तीमा यस्तै कामहरु हुन्छ है। वर्षमा 2 महिना चाहिँ घरमा बसेर काम गर्ने मौका पाइन्छ र यो वर्ष चाहिँ हामी डिसेम्बर र जनवरी आधा चाहिँ घुमेर बितायौं र आधा चाहिँ हामी यसरी काम गर्नु पर्दा धेरै हतार भयो हामीलाई कामहरु गर्नुमा, कामहरु सक्नुमा। र तल घर बस्तीपट्टिको घरको पनि कामहरु सक्नु थियो, त्यहाँ पनि हल्का फुल्का सकेर चाहिँ जुन यो बारी चाहिँ मेरो फदमचिन बजारको छेउको बारी हो है। र यहाँ चाहिँ सानो बारी छ अनि यहाँ पनि हामी यसपालि चाहिँ खेती गरौँ, एक वर्ष खेती नगर्दा झोर जंगल भएछ भने सल्लाहले चाहिँ हामी यहाँ पनि बारी खन्नुतर्फ लागेको थियौं। र यस्तै छ, सबैजनाले बस्तीको भिडियोहरु, भिलेज लाइफमा भएको भिडियोहरु हेरिदिनुस् होला। हाम्रो चाहिँ यस्तै हुन्छ। सो माया देखाइदिनुस् होला तपाईहरुको। यस्तै छ काम कुरो। गुड आफ्टरनुन। हाम्रो चाहिँ बारीमा यस्तो दामी टी एन्ड बिस्किट आइसकेको छ। थ्यांक यू भाउजू, भाउजूले दिनु भएको। हाम्रो यस्तो काम चल्दैछ। अनि बारीमा चाहिँ
यति मजाको बिस्किट र चिया दिँदा त थाकेको पनि हरायो है शान्ति हो। अब त्यसरी म चिया खानु फोटो खिचिरहनु मन परेर फोटो खिचेको। हेलो हेलो गाइस, हरायो त म। हेलो, आज चाहिँ विन्टर भ्याकेसनको लास्ट डे हो हाम्रो होइन। लास्ट डे हो होइन, बारीको काम नसकेर चाहिँ यस्तो हत्तु भइसक्यो कि चिलौटो डराउँदैछु। एउटा मान्छे हराएको छ यहाँ। पाएँ 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 धुवाभित्र हराएर क्या। के भन्छ अरे मेरो गाइसहरूले भन्दैन जोडले हेरेर होली मोली गाइस भन्छ नि। अन्त के भन्छ होली मोली गाइस भन्छ। मेरो जिउ नानी कहाँ टाउकोमा मोटो होइन कि भ्याकेसनमा चाहिँ यस्तो गति भएको छ गाइस। म त राम्रै देखिरहेको त राम्रो देखिरहेछ। देखियो राम्रैलाई जता पनि राम्रै देखियो। सो हत्तु भयो होइन, अझै बारी खन्नु छ। बारी खनेको चिलौटो डढाएर चिलौटो हामी पुरा डढाएर चाहिँ चारैपट्टि उयो तलको माथिल्लोपट्टि बिचको फोक्टा छ नि, त्यो चाहिँ शान्तिले खनेको आज। यो देखा न, यो वाला फोक्टा हो। देखाइ त अन्त बिचको यसले भर्खर यति खन्दैछ। सो कहाँ छ चिलौटो? ला माथि आगो बलिसकेछ। यहाँ घाँस हाल्नुपर्ने छ अब। चिलौ गाईलाई घाँस हाल्नु, चिलौटो बल्दैछ हेर्नुहोस्। सो हामी जस्तो काममै छ अझै पनि, भोलि हिँड्नुपर्ने। आजसम्म गति यस्तो छ हो। ओके, हाम्रो स्न्याक्स थाल थाल। हेर्नुहोस् कस्तो मजा पो आउँछ तर यस्तो बालेर बस्नु। अब यसमा घाँस हाल्नुपर्छ, यो थाक पारेकोहरू, यो जङ्गलहरू हाल्नुपर्छ, जलाउनुपर्छ। हेर्नुहोस् यो मजाले बल्दैछ। यसलाई पनि यो हालिदिनुपर्छ। काम धेरै छ गाइस, 3:30 भइसक्यो। हेलो गाइस, वर्क अन प्रोग्रेस है, एकदम काम चलिरहेको छ हाम्रो चाहिँ। हेर्नुहोस् मेरो चाहिँ स्टिल कामै सकेको छैन, भोलि फर्किनु पर्ने। हेर्नुहोस् कहाँ मान्छे आएको यही रहेछ। यस्तो छ पाडा, यस्तो छ गाइस। अझै खन्नु डल्लै छ। वाउ, यो दामी हुँदैछ। र साथीहरू, यो बारीलाई चाहिँ हामीले 3 दिन लगाएर खन्यौँ, तर अलिकति चाहिँ हामीले पुरा गर्नु सकेन बारी खनेर। अनि तर घाँस काटिसक्यो, त्यो एकदम झोर भएको घाँस चाहिँ एकदम काटिसक्यो। र यसरी जिलौटोहरू चाहिँ हामीले पुरा जलाइसक्यो, तर त्यो चाहिँ मैले भिडियो बनाउनु पाइएन। र यस्तो झोर भएको बारी चाहिँ कस्तो बनायो मैले भनेर अन्तमा चाहिँ बनाउनु पाइएन, किनभने कामको हतारमा अन्तमा काम गर्दा गर्दै साँझ भइसकेको थियो। र त्यही कारणले चाहिँ मैले बनाउनु पाएन। सो आउँदो दिनहरूमा तपाईँहरूलाई यो बारीमा के खेती गरेको थियो है, म तपाईँहरूलाई देखाउने छु। र कम्प्लिट त्यो झोरहरू काटेर कस्तो देख्छ त्यो चाहिँ देखाउनु पाइएन। सो त्यति नै हो है, हेर्दै जानुहोस् होला। हेलो, गाडी आइसकेको छ गाइस, घर जाने। बाबा हेर्नु न यहाँ गएको बाबा। बाई गएको ल, बाई गएको गई। यो कोट कसको? शान्तिको। अनि बाई देखा भिडियो देखा हाली ब्यागमा बिचारो माथि हेरिरहेछ।
कता घर र यसरी नै हाम्रो विन्टर भ्याकेसन पनि सकिसकेको छ र हामी चाहिँ फर्किँदैछु अब राजधानी गान्तोकतिर। अनि आमा बाबा चाहिँ दैलोमा बसेर हामीलाई हेरिरहनु भएको छ है। के गर्नु, घर छोडेर आफ्नो कामको लागि बाहिर बस्नै पर्छ। सो गाइस हेर्दै जानुहोस् होला, हाम्रो भिडियोहरूलाई माया दिनुहोस् होला। बाई बाई।